म तपाईँहरूलाई आज है एउटा अनौठो कुरा देखाउँछु नेपालमा कहिल्यै नहुने चिज ल एउटा गाइज अनौठो चिज हेर्नु त गाइजहरू यो के गरा भने अस्ति भर्खर यो 16 करोडको बजेटमा है यो पुरै ब्लक हालेको थियो है अहिले फेरि अब वृद्ध पार गर्न आएर पुरै खनिसक्यो यार अझै पनि के गरे यार यिनीहरूले गाह्रो छ नेपालमा गाह्रो विद्युत प्राधिकरण पनि त्यस्तै हाम्रो महानगर पनि त्यस्तै खै कसलाई के भन्ने अब अस्ति त अब खै राम्रै काम गरिरहेको थियो जस्तो लाग्थ्यो बालन लिएर अस्ति त खै राम्रै काम गरेर जस्तो लाग्थ्यो यो महानगर र विद्युत प्राधिकरण मिलेर अहिले आएर फेरि हेर्नु न त्यहाँ लाइट एन्ड केबल म्यानेजमेन्ट विथ अन्डरग्राउन्ड केबल हेर्नु बस्नु त गाह्रो छ नेपालमा गाह्रो अब अस्ति भर्खर यो पुरै साइड लगाउन सकाएर यो सुरु गर्न लागेको थियो अब यो सुरु गर्न नपाउँदै फेरि भत्काइसक्यो